एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज चाहिँ म घर फर्किँदै होइन, सो 4-5 दिन बादमा चाहिँ म घर जाँदैछु। आज चाहिँ अघि मिरिक चाहिँ अघि आइपुगेको तल हलानबाट साउरिनबाट। अन्त अब चाहिँ घर जाँदैछु। घर भन्दा पनि यता अलिअलि त्यो सामानहरू केही खोज्नु थियो, त्यसको लागि जाँदैछु हामी चाहिँ होइन। अन्त बजारको आधी सामानहरू किनिसकेर अन्त अब आधी 1-2वटा यतातिर के खोज्नु छ। अन्त त्यसको लागि जाँदैछु गाइज। यता पानी पनि पऱ्यो होइन, नाना र भाउजू अगाडि गर्छ। सो गाइज देखाउँदै गर्छु म, यहाँ दामी भ्यू छ अब। सो यहाँ गाइज दिस इज द भ्यू फ्रम मिरिक। यहाँ चाहिँ हामी यता के भन्छ पोलिटेक्निक कलेज जानुपर्छ। ला पानी आयो भाउजू, कहाँ जाएको अभी हम। यहाँ चाहिँ पानी आउनु थाल्यो होइन। गन गाइज क्या गर्न परेगा। तो जियोस रोड चाहिँ दामी छ है त हाम्रो यता। ल गाइज यहाँ पानीले बर्बाद बनायो हामीलाई। हमको आज बर्बाद बना दिया पानी ने। पानी भी आ रहा है, मी कैसा पानी आ रहा है अच्छी लग दो। ऐसा ही होता है ना हमारे यहाँ पर, कभी पानी आता है, कभी घाम लगता है, कभी कभी जाड़ो भी होता है, कभी कभी बहुत मज़ा भी आता है ना। सो इसलिए अभी हम लोग जा रहा है वो थोड़ा सा वो हमारा तो सामान ढूंढने के लिए जा रहा है ना। ये जंगल जंगल कहाँ जा रहा है ऐसा सोच रहे होंगे आप लोग, बट मैं जा रहा हूँ। गाइज पानी आ गया, पानी आ रहा है, फिर भी ब्लॉग रुकना नहीं चाहिए ना गाइज, तो इसीलिए मैं जा रही हूँ। अभी मेरा हाथ भी बिजी है, देखो यहाँ पर वो हमारा चिकन है ना, चिकन लेके जा रही हूँ चिकन। तो इसलिए यहाँ पर मेरे हाथ में झोला है और झोला लेके मैं जा रही हूँ। बहुत ठंड हो गया है यहाँ पर, बहुत त्यो आ गया, हवा आ गया हो, अच्छी लग दो हवा आ रहा है। बहुत अच्छा है ये जगह। ये देखो गाइज ये बहुत अच्छा जगह है, बहुत सारा टी गार्डन है इधर। और हम जा रहा है वहाँ पर नेपाल है, पर अभी धुम्बा के कारण से नेपाल नहीं दिख रहा है। वहाँ पर कॉलेज भी है, थोड़ी देर में दिखाती हूँ गाइज। अभी पानी बहुत आ गया गाइज, तो इसलिए हम लोग उधर बैठने वाला है। थोड़ा वो चादर का सानो घर है, यहीं बैठेगा हो। अभी बहुत पानी आ गया गाइज। सो ये है हमारा चादर का घर, ठीक है। सो ये यहाँ पर मेरा सिस्टर है। अंत यहाँ पर हमारा भाभी जी है, भाभी जी इधर देखिए जरा। नहीं देखना है इसका, नहीं देखना, ये बहुत चिड़चिड़ी है, ये भाउजू बहुत चिड़चिड़ी है, अच्छी लगता है। मत जाओ अभी, बहुत पानी आ रहा है। ठीक है गाइस, यहाँ रखो लु मासु खानु मन लाग्यो। ये इसको खाना मन पड़ा है वो मासु, ये बहुत खाता पीता रहता है ना, तो इसलिए। सो या गाइस अभी मैं इधर अकेली हूँ ना, मेरा भाउजू और दीदी ऊपर गया है। वो क्या बोलते हैं उसको, मुझे वो उसका वो नाम भी नहीं पता। सो वो वही लोग ढूंढने के लिए ऊपर चला गया है। मैं इधर हूँ, सामान के साथ मुझे छोड़ दिया है इधर अकेले। और यहाँ बहुत थोड़ा ठंड भी है, मुझे तो कितना वो जाड़ा भी हो रहा है, पर क्या कर सकता हूँ मैं, मेरे पास वो स्वेटर भी नहीं लाया ना मैं, तो इसलिए आज मैं ऐसे ही हूँ गाइज। सो ये गाइज देखते रहना आप तक मेरा ब्लॉग। सो अभी गाइज मुझे ना वो मेरा भाभी और दीदी मुझे छोड़ के चला गया है, वो ऊपर जंगल पर चले गए हैं ना, तो इसलिए मैं अभी अकेली हुई इधर। क्या करूँ, मुझे मेरे दिमाग में कुछ समझ भी नहीं आ रहा है, फिर भी मैं ऐसे ही इतना उतना घूम रहा हूँ, ठीक है गाइज। तो ये सब चल रहा है अभी घर जाएंगे, एकछिन सूतेंगे, अंत काम करेंगे, भात खाएंगे, फिर से सूतेंगे, तो ऐसा ही हो रहा है हमारा। सो गाइज मैं अभी यहाँ से निकल चुकी हूँ। अभी ऐसे ही मैं घूम रहा हूँ यहाँ बातों पर, यहाँ पर कोई भी नहीं है अभी। और डॉग वॉग आ जाएगा तो वो हमारा चिकन खा जाएगा, तो इसलिए मुझे यहाँ पर रुकने के लिए बिठा के रखा है मुझे, ठीक है। तो गाइस ऐसा ही चल रहा है, बहुत हॉरेस हो रहा है, मुझे बहुत ठंड भी लग रहा है। तो गाइस त्यही हो। अन्त गाइस मेरो चाहिँ अब होइन कहिलेकाहीँ हिन्दी कहिलेकाहीँ यताउता हल्का होइन भइ नै बस्छ। कपाल पनि कस्तो उठ्दो रहेछ भगवान् मेरो प्रभु। अन्त नाना र भाउजू त्यहाँ माथि गएको छ होइन, अहिले चाहिँ अल्छी लागेर एक्लै म चाहिँ घुम्दैछु यताउता, अल्छी लाग्दो। यहाँ चाहिँ मलाई यहाँ
बसिरहेको रहेछ कति बेला आउँछ थाहा छैन तिनीहरू सो त्यही हो गाइज कहाँ छ त तिनीहरू अब केही देख्दैन पनि यहाँबाट त्यहाँ माथि हो हिँड्यो बस्यो होइन यही चलिरहेको छ गाइज सो यहाँ गाइज अभि है ठक्कै हिन्दी बोल्दै हालेँ क्या म फेरि त्यो बिचको त्यो यो हिन्दी भिडियो कम्प्लिट हुने पनि होइन हो म यतिकै हल्का बोलिदिएको मात्रै हो गाइज हल्का टाइम पासको लागि हो उनीहरू भएछ उयो माथि छ होइन अब म पनि म भनेर सोध्दैछु न म चाहिँ आउनै देख्छ होइन नभए त म टक्कै माथि जान्थेँ टक्कै होइन यताउता हल्का हुन्थ्यो नि त अन्त जे होस् यहाँबाट चाहिँ हाम्रो कमान गाडीहरू चाहिँ यस्तो दामी छ कि हजुर अन्त त्यही हो होइन हुँदैछ कुराकानीहरू भन्दैको लास्टमा चाहिँ अनि त्यही हो गाइज अब घर पनि जानुपर्छ अन्त बहिनी पनि आउँछ त सिलगढीबाट अन्त माथि सिधै घरमा आउँछ होला ऊ चाहिँ हामी चाहिँ अब टक्कै सामान बोकेर चाहिँ लाग्दैन हो होइन अन्त त्यस्तै हो भोक पनि लाग्दैछ अब घरमा गएर भात खानुपर्छ सुत्दिनुपर्छ त्यहाँदेखि एकछिन हो त्यस्तो चल्दैछ अन्त गाइज यहाँ चाहिँ नाना र भाउजू आउँदैछ होइन भाउजूले चाहिँ यहाँ सानो टाढो होइन त भन्छ तिनीहरू चाहिँ माथि के खोजेर आउँदैछ ऊ त्यो घुङ्रिङ भन्ने खोजेर आउँदै रहेछ होइन हल्का घरमा पूजा छ नि त सो त्यही भएर हामीलाई चाहिँ यो खोज्नु पठाइदियो होइन सिधै हामीलाई त्यो खोज्नु पठाइदियो होइन अन्त घर पनि नगोस् अब यत्तिकै होइन अघिदेखि यत्तिकै अघि हिँडेको जस्तो लाग्छ तलबाट हो घर यति पुगेको छैन हामी होइन अन्त हामी चाहिँ के सामान भन्दाखेरि हल्का घरमा पूजा छ नि त सो त्यही भएर यहाँ चाहिँ हामी घुङ्रिङ कि सुङ्रिङ भन्ने ल्याउनु आएको होइन खै भाउजू हेरौँ त्यो कस्तो हुँदैछ यहाँ चाहिँ अहिलेसम्म हाल्नु नि त अब यो चाहिँ म बोक्नु अरे फेरि हो अब यो चाहिँ अब चट्ट लगाएर त्यो गर्ने अरे नि त यही ल्याउनु आएको हामी चाहिँ अन्त हामी चाहिँ यही ल्याउनु आएको होइन सो पायो 7 जङ्गलको यात्रापछि चाहिँ हामीले चाहिँ यहाँ घुङ्रिङ भन्ने पाइसकेको छु होइन अन्त हामी चाहिँ दादालाई पनि बोलाउँदैछ हामी चाहिँ अब यहाँ अलिक सानो मात्रै पायो नि त कलिलो अन्त दादालाई आएर खोज भन्नु लागि भनेको अन्त दादा बिचार काममै हुनुहुन्छ नि त अब आउँछ आउँदैन थाहा छैन यिनीहरू कुरा गर्दैछ हो त्यो त्यस्तो डिस्कस हुँदैछ अहिले चाहिँ गाइज घर कतिले पुग्नु होइन के हो कता हो के गर्दा यस्तो भइहाल्छ कि घरमा पूजाहरू होइन यताउता हुँदा यस्तै हुन्छ अन्त कहाँ भाउजू यो हुँदैन यहाँ चाहिँ अहिले भन्दाखेरि चाहिँ यहाँ चाहिँ पूजाको सामान आदि मेरो पनि छ नि त सो त्यही भएर ला त यो सेतो उयो पनि छ फेटा अन्त होइन अरू के छ अरू चाहिँ हाम्रो गाइज यहाँ ओइलहरू पनि छ हो यो के सामानहरू छ पूजाको ल त पूजाको सामान चाहिँ मेरो ब्यागमा थियो त्यही भएर मैले बोकेको थिइनँ अब यो च्याट्टै भएर मासु चाहिँ मेरो ब्यागमा हालिदिने होइन गाइज त्यसरी यहाँ धेरै पछिको यात्रादेखि चाहिँ होइन यात्रा भनेको है अब मैले चाहिँ यहाँ च्याट्टै ब्याग सेग बोकिसकेको छु हौ सिलगढीमा छ नि तिनीहरू आउँछ अरे अहिले तल बाटोमा अनि यहाँ चाहिँ के नमिलेको यहाँ फेरि यस्तो भन्नु अल्छिरहेको छ मलाई फेरि बल्ल मिल्यो यहाँ चाहिँ होइन अन्त को हो त्यस्तो हुँदैछ होइन आज कसले फोन गरे हो मेरो नाम लिएर अन्त त्यसकै मस्कै दिदी हो भन्दैछ नानाले चाहिँ होइन कसले फोन गर्छ अरे त्यो काउन्सिलिङवालाहरू यताउता होइन च्याट्टै लगाएर हजुर त्यत्रो माथि गएर पनि ए हजुर 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 सो यो गाइज यहाँ चाहिँ होइन अहिले भन्नुपर्दा भर्खर क्लास 12 सकेको मैले चाहिँ होइन काउन्सिलिङवालाले फोन गरेर तलदेखि फोन आएको मलाई हो घरि मेरोमा आउँछ घरि नानाकोमा आउँछ त्यस्तो चल्दैछ अहिले अन्त त्यस्तो हुँदा त्यो के भन्छ नर्सिङ एभिएसन त्यो कुनै केको आउँछ अरे नि अन्त कोर्स फी चाहिँ कति भनेको 4 लाख अरे गाइस 4 लाख होइन अन्त ओके भन्दै त्यहाँ ठ्याक्कै नेटवर्क पनि गयो फोन राख्दै अन्त चाहिँ चल्दै गाइस म चाहिँ होइन अब त्यस्तो हुन्छ गाइस अब देखाइन्छु एकछिनमा होइन गाइस हामी चाहिँ अहिले घर फर्किँदैछु हो अन्त अब चाहिँ घर फर्किँदैको सबै कुरा भयो होला अब यो होइन जाँदैछु हामी चाहिँ अब टक्कै सो गाइज अब लाग्दैको हामी चाहिँ घर होइन अन्त यहाँ चाहिँ नाना र म हल्का डिस्कस पऱ्यो नि त अन्त नानाले मलाई के भने होइन म रुएँ भन्न सक्दिनँ हाम्रो त्यस्तो केही पनि भएन होइन
खासै फोटो खिच्दै भन्दाखेरि त अलिकति डिस्कस भएको मात्रै त्यो भित्रैमा हौरेको कि राम्रो निकाल्दैन घरि के हो त्यस्तै हुँदैछ अब त जाँदैछु अन्त होइन अब चाहिँ हामी मेन रोड आइपुगिसक्यो हामी यो बाटो चाहिँ त्यो पोलिटेक्निक कलेज जान्छ हो तर त्यो कलेज त म अहिलेसम्म गएको छुइनँ राम्रो छ अरे भन्छ यहाँ मेन रोड आइपुग्यो ल गाइज हाम्रो चाहिँ यता हो होइन अब यता पनि त्यो कुनै केही नै खोज्नु जाँदैछ हो घर चाहिँ यताबाट जानुपर्ने हो हामी अघि चाहिँ यो बाटो आएको अब चाहिँ यो बाटो जाँदैछ होइन हुँदैछ गाइस यस्तै चल्दैछ अब बिचारी हामी नानाहरू चाहिँ फेरि जाँदैछ हो तल यसै छ गाइस म चाहिँ एक्लै बसिरहेको छु कोही छैन नाना पनि तल गइरहेको छ म चाहिँ यहाँ गाइस एक्लै हामी त्यही होइन साँच्चीको घर लाग्दै त अब चाहिँ अन्त अब एक एकवटा झोला बोकेर 3 जना होइन मेरो ट्याक्कै ब्याग छ हो अन्त भाउजूको नानाको पनि सबैको चडक्कै अब त घर जानुपर्ने हुन्छ होइन नाना चाहिँ बोक्दैछ बोकेर आयो फोटो खिच्दा मैले बोकिरहेको थिएँ म बोकिदिन्छु नाना चाहिँ रिसले बम भयो अब यहाँ मैले बोक्नु पर्यो मलाई त्यस्तो यहाँ सबैको यहाँ पारा तातिने मात्रै छ कि सबैको हाई प्रेसर मात्रै सबजना होइन अनि त्यस्तै हो हुँदैछ अब चाहिँ हामी चाहिँ लाग्दैको यहाँ जाडो पनि भयो चिसो पनि भइसक्यो हो फेरि घाम पनि लाग्छ कहिले कहिले त अन्त त्यस्तो अब चाहिँ म पनि गलेको जस्तो भयो गाइज हो आज माथि बजार पुगेर भेटौँ ल गाइज र गाइज म चाहिँ तपाईँहरूलाई होइन बजारमा हल्का चलफल देखाइदिउँ भन्ने थिएँ तर देखाएन अरे यहाँ चाहिँ के हो यहाँ सिँढीहरू पनि बनाइयो किनभने हाम्रो हल्का बजारमा काम थियो सामान किनेर चाहिँ आइदियो होइन घर पनि पुग्न त यहाँ चाहिँ के हो सिँढी बनाएको छ होइन झट्टै यहाँ चाहिँ के हो यस्तो सिँढी बनाएको के बनाएको होइन यस्तो रहेछ अन्त म चाहिँ भर्खर देख्दैछु एक एकवटा छुर्पी पनि छ हाम्रो चाहिँ होइन खाइदिनु अब चाहिँ सो यो गाइस भ्लग चाहिँ यति नै हुन्छ मेरो होइन सो घरमा गएर एन्ड गर्छु एकछिनको लागि चाहिँ त्यही हो हल्का यताउता होइन र गाइस यहाँ चाहिँ नयाँ बाटो पनि खनेको छ बेसी भएको नै हो त्यो कति दिन भयो जस्तो भएर खनेको होइन पुरा माटो माटो भइसक्यो हाम्रो घरमा चाहिँ यता होइन उता पनि छ तर हामी चाहिँ तपाईँ लगाइदिएको नि दाजु हो त्यही गाइस यहाँ चाहिँ हाम्रो डग आयो होइन मामी भाइ कति हिँड्छ छुर्पी देऊ न चल भाइ घर मेरो बिरालो पनि छ त्यहाँ छुर्पी चबाएको नै हामी ट्याक्सिन पनि छ होइन टिङ्कु आयो भाइ काम 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 यो चाहिँ टिङ्कु होइन यो चाहिँ पल्लो घरको यहाँ हाम्रो क्याट म्याउ पुचु सो यहाँ गाइज म चाहिँ घर पनि आइसकेँ सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो अनि मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला सो अहिलेको लागि चाहिँ बाई बाई गाइज